नमस्कार। आज हामी एउटा निकै महत्त्वपूर्ण लेखमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। यो लेखले नेपालको विकासको लागि एउटा अलि फरक तर सायद अत्यावश्यक बाटो देखाउँछ जस्तो लाग्यो। त्यो हो विभिन्न पुस्ताहरू बीचको सहकार्य। अहिले त झन् पुस्ताबीच दूरी बढ्यो भन्ने सुनिन्छ नि, होइन? त्यसैले यो विषय एकदमै सान्दर्भिक छ। हो नि, यो लेख प्रकाश पाण्डेज्यूको हो। उहाँ मोरङ उर्लाबारीको श्री सुनपोको अमाविको शिक्षक हुनुहुन्छ। शीर्षक छ पुस्ताको सहकार्य, देश विकासको मार्ग। यसमा उहाँले के भन्न खोज्नु भएको छ भने कसरी फरक फरक उमेर समूहका मान्छेहरूको शक्ति, उनीहरूको सोच, अनुभव सबैलाई एक ठाउँमा ल्याउने अनि देशलाई अगाडि बढाउने एउटा खाका जस्तै दिनुभएको छ उहाँले। हो, अनि हाम्रो आजको छलफलको उद्देश्य पनि त्यही खाकालाई अलिक केलाउने हो। लेखले उठाएका मुख्य विचारहरू छन् नि, जस्तो हरेक पुस्ताको के भूमिका हुन सक्छ, अनि त्यो सामूहिक कर्म किन चाहियो, अहिलेका चुनौतीलाई कसरी अवसर बनाउने हो, यस्तै कुरामा अलि केन्द्रित हुन्छौँ आज। साँच्चै यसमा एउटा रोचक कुरा के छ भने नि, यसले खाली चल्तीका पुस्ताहरूको मात्र कुरा गर्दैन, जस्तो जेनएक्स वा बेबी बुमर्सको मात्र होइन कि, बरु जेनजेड, जेनवाई अनि अझै आउँदै गरेका एल्फा र बेटा पुस्तासम्मको उनीहरूको पनि के योगदान हुन सक्छ भनेर समेटेको छ। यो अलि फराकिलो दृष्टिकोण हो, होइन? भविष्यसम्म के सोच हो त नि। त्यसो भए अब अलि भित्रै पसौँ न त यसमा। लेखको सुरुमै एउटा जोडदार कुरा छ, पुरानो पुस्तासँग झगडा गर्ने, गफ गर्ने, तर्क गर्ने, त्यसमा अल्झिनुभन्दा बरु नयाँ सृजना, मौलिकतातिर लागौँ भन्ने, स्वयं रात दिन निष्काम कर्म गर्ने अनि देशलाई श्रममय बनाउने, यस्तो शब्दहरू प्रयोग भएको छ। सुन्दै अलि जोसिलो लाग्ने खालको। एकदम। यो निष्काम कर्मको कुरा चाहिँ निकै महत्त्वपूर्ण छ जस्तो लाग्छ। गीतामा पनि छ नि यो, फलको आशा नगरी आफ्नो काम गर्ने। लेखकले सायद यही दर्शनलाई राष्ट्र निर्माणसँग जोड्न खोज्नु भएको होला। उहाँको तर्क कस्तो छ भने जब मान्छेहरू स्वार्थभन्दा माथि उठ्छन् नि, देखाउनलाई होइन कि साँच्चै देशकै लागि काम गर्छन्, हो त्यति बेला जनताको मन जितिन्छ। अनि जनताको मन जित्नु र त्यो प्रणाली सुधार सिस्टमको कुरा बीच चाहिँ के सम्बन्ध देखाउनुहुन्छ उहाँले? लेखमा त धारा उपधारा जस्ता कुरा आफै मिल्छन् भनिएको छ। अलि बढी आशावादी भएन र यो? खै, आशावादी त लाग्न सक्छ, तर यसको अलि गहिरो अर्थ होला। उहाँले भन्न खोज्नु भएको के होला भने जब समाजमा मिलेर काम गर्ने, एकअर्कालाई विश्वास गर्ने वातावरण बन्छ नि, जब मान्छेहरू नियम कानुनको डरले मात्र होइन कि आफ्नै इच्छाले जिम्मेवारी सम्झेर काम गर्छन्, तब त्यो प्रणालीका समस्याहरू, त्यो जटिलताहरू गाउनुहुन्छन् के। मान्छेहरू समाधान खोज्न थाल्छन्, सहयोग बढ्छ अनि नियम कानुन पनि त्यही अनुसार बन्छन् वा लागू हुन्छन्। यो माथिबाट लाद्ने भन्दा पनि जगैबाट आउने परिवर्तनको कुरा हो जस्तो लाग्छ। विश्वास र साझा उद्देश्यले त्यो कानुनी झन्झट पनि सजिलो बनाउँछ भन्ने होला। यो त रोचक दृष्टिकोण भयो। प्रक्रिया भन्दा पनि भावना र प्रवृत्तिमा जोड। अब लेखमा अर्को एउटा तर्क पनि छ जसले ध्यान तान्छ। त्यो के भने जब देश, संविधान र जेनजीको उद्देश्य एउटै हुन्छ तब खासै समस्या रहँदैन रे। यसले त आन्तरिक एकता नै सबथोक हो भने जस्तो पो देख्छियो त, होइन र? हो, निश्चित रूपमा। जोड चाहिँ आन्तरिक शक्ति र साझा लक्ष्यमै छ। लेखकले के भन्न खोज्नु भएको जस्तो लाग्छ भने यदि देशको मूल कानुन, संविधानले देखाएको बाटो अनि राष्ट्रको हित र युवा पुस्ताको आकांक्षा, जेनजीलाई त प्रतीक मानिएको होला, हो यिनीहरू बीच तालमेल मिल्यो भने धेरै समस्याको जड नै सकिन्छ। भन्नुको मतलब जब सबैलाई लाग्छ कि हामी एउटै डुङ्गामा छौँ, एउटै दिशामा जानु छ, तब त्यो आन्तरिक झगडाले ठाउँ पाउँदैन। तर बाहिरी परिस्थिति नि, अहिलेको जमानामा कुनै देश एक्लै त कहाँ चल्छ र? यसबारे के भन्नुभएको छ उहाँले? भन्नुभएको छ। लेखमा एउटा टिप्पणी के छ भने विदेशीहरू पनि आफ्नै समस्यामा छन्, आन्तरिक मामिला होला, स्रोत साधनको अभाव होला, उनीहरू पनि त जुधिरहेकै छन्। त्यसैले उनीहरूमाथि पुरै भर पर्नु वा उनीहरूले आएर सबै गरिदेला भन्ठान्नु चाहिँ बेकार छ। बरु नेपालले आफ्नो भरपूर स्रोत र सामग्रीहरूको आफैले संरक्षण, विकास र परिचालन गर्नुपर्छ भन्ने सुझाव छ। यो एक किसिमले आत्मनिर्भर बनौँ, आफ्नो खुट्टामा उभियौँ भन्ने आह्वान जस्तो, अरूलाई हेर्नुभन्दा पहिले आफू बलियो बनौँ भन्ने हो। आत्मनिर्भरता। अनि सायद यसैसँग जोडेर होला लेखले अर्को पनि महत्त्वपूर्ण कुरा उठाएको छ। त्यो हो पैसा वा सम्पत्ति कमाउने ध्यानमा मात्र नलागौं, बरु कर्मप्रति आत्म लगाएर फोकस गरौं।
अनि विगतबाट पाठ सिकौँ भन्ने पनि छ। यो त अलि सामान्य आर्थिक विकासको मोडलभन्दा फरक दर्शन जस्तो लाग्यो नि। एकदमै। यो भौतिक कुराभन्दा माथि उठेर कामको गुणस्तर अनि त्यसमा कति समर्पित छौं भन्ने कुरा हो। कर्मप्रति आत्मा लगाएर फोकस गरौँ भन्नुको मतलब सायद पैसा कमाउन मात्र होइन, बरु आफूले जे काम गरिन्छ त्यसमा उत्कृष्टता खोज्ने, इमान्दार हुने अनि त्यसबाट सन्तुष्टि पाउने भन्ने होला। जब कामलाई पूजा जस्तै गरिन्छ तब परिणाम आफै राम्रो हुन्छ भन्ने जस्तो। अनि त्यो विगतबाट पाठ सिक्ने कुराले चाहिँ यसमा के थप्छ त? विगतका अनुभवहरू चाहे सफल हुन् वा असफल, त्यसले भविष्य देखाउँछ नि त। लेखकले भन्न खोज्नु भएको के होला भने हामीले पहिले गरेका गल्तीहरू, हिँडेका गलत बाटाहरू, जस्तो छोटो समयको फाइदाको लागि लामो समयको हितलाई वास्ता नगर्नु वा पैसालाई नै सबथोक मान्नु हो, त्यस्ता कुराबाट सिकेर अब चाहिँ कर्ममा आधारित निष्ठा भएको दिगो विकासको बाटोमा लागौँ भन्ने। यो खाली पछाडि फर्केर हेर्ने मात्र होइन, त्यो ज्ञानलाई अहिलेको काममा लगाएर भविष्य सुधार्ने कुरा भयो। अलि परिपक्वता चाहियो। हो, यो त भयो अलि दार्शनिक सैद्धान्तिक पक्ष। अब थोरै व्यावहारिक कुरामा जाउँ। लेखले साँच्ची नै एउटा संरचना दिएको छ, हरेक पुस्ताको के भूमिका के योगदान हुन सक्छ भनेर। यो भार चाहिँ निकै चाखलाग्दो लाग्यो मलाई। हो नि, यो लेखको मुख्य आकर्षण नै यही हो भन्दा हुन्छ। उहाँले हरेक पुस्ताको शक्ति र जिम्मेवारीलाई यसरी बाँड्नु भएको छ। सबभन्दा नयाँ पुस्ता जिएन अल्फा, जो अहिलेका साना नानीहरू 2013-2025 तिरका, र जेन बेटा जो अब आउँदैछन् 2025 पछि, यिनीहरूको भविष्य हेर्नु हाम्रो काम। उनीहरूको अधिकार, संरक्षण, विकासमा ध्यान दिने। उनीहरू भविष्य हुन्, जग बलियो बनाउनु पर्यो। त्यसपछि जेन जी 1997-2012 बीचका। यिनीहरूमा त्यो युवा जोश छ, नयाँ सपना, प्रविधिमा दखल। लेखले भन्छ उनीहरूको यही सपना, जोश उनीहरूले कोर्ने खाकालाई देश बनाउन प्रयोग गर्ने, ऊर्जालाई सही दिशा दिने। अनि जेन वाई वा मिलेनियल्स 1981-1996 का। यो पुस्तामा कामप्रति लगन हुन्छ, परिश्रम गर्न सक्छन् अनि कुनै कामलाई व्यवस्थित गर्न सक्छन् भनिएको छ। हो, यिनीहरूको यही लगन, परिश्रम र ढाँचालाई देश विकासको योजनामा लगाउने। त्यसपछि जेन एक्स 1965-1980 का। यो पुस्ताले अलि संसार देखेको हुन्छ, जीवनका उतार चढाव भोगेको। त्यही भएर उनीहरूमा विवेक, होस, सन्तुलन हुन्छ रे। यिनीहरूको यही विवेक, होस, नीति बनाउने क्षमताबाट सिक्ने, लाभ लिने, अनुभव र ऊर्जा बीच पुल बन्ने। र अन्तमा बेबी बुमर्स 1946देखि 1964 का, यो सबैभन्दा अनुभवी पुस्ता। उनीहरूको लामो अनुभव, जीवनप्रतिको सोच, संरक्षणको भावनालाई सम्मान गर्ने, उनीहरूको आशीर्वाद, मार्गदर्शन लिने। उनीहरू त संस्थागत मेमोरी मतलब धरोहर जस्तै हुन्। वाह, यो त निकै विस्तृत र सम्मानजनक बाँडफाँड जस्तो लाग्यो। हरेक उमेर समूहको राम्रो पक्षलाई समेट्न खोजेको देखियो। तर के यो खाली भूमिकाको लिस्ट मात्र हो कि यसमा अझ गहिरो केही छ? यहाँ विचार गर्नुपर्ने कुरा के छ भने यो भूमिकाको सूची मात्रै होइन। लेखकले यी सबै पुस्ताका विशेषतालाई एकीकृत गरी स्वच्छ मन, शरीर र आत्माले अगाडि बढौँ भन्नुभएको छ। त्यो एकीकृत भन्ने शब्द महत्त्वपूर्ण छ। यो छुट्टा-छुट्टै टापु जस्तो होइन, एउटै मालामा उनेको फूल जस्तो। अनि स्वच्छ मन, शरीर र आत्माले कामप्रतिको इमान्दारिता, पवित्रता, पूर्ण समर्पणलाई जोड दिन्छ। यो खाली प्राविधिक सहकार्य मात्र होइन, भावनात्मक र सायद आध्यात्मिक तहको एकता पनि हो। अनि त्यो चेतावनी जस्तो पनि छ नि, एक्लै यात्रा गर्दा चाहिँ भन्न सकिन्न। यसले के भन्न खोजेको होला? यसले सहकार्य कति जरुरी छ भन्ने देखाउँछ। लेखकले भन्न खोज्नु भएको होला, यदि हरेक पुस्ताले म मात्र ठिक, मेरै तरिका ठिक भनेर एक्लै हिँड्न खोज्यो भने गन्तव्यमा पुगिन्छ कि पुगिँदैन त्यो त भन्न सकिन्न, सायद पुगिँदैन। तर जब सबै पुस्ता मिलेर हातेमालो गरेर एकअर्काको शक्तिलाई सम्मान गर्दै अघि बढ्छन्, तब साझा लक्ष्यमा पुग्ने सम्भावना एकदमै बलियो हुन्छ। यो सामूहिक यात्राको महत्त्व र एक्लोपनको जोखिमबारे हो। अहंकार छोडेर मिलेर काम गरौँ भन्ने सन्देश हो। ठिक छ। अब स्पष्टताको लागि हामीले पुस्ताहरूको कुरा त गर्यौं।
लेखकले प्रयोग गर्नुभएको त्यो उमेर समूहको परिभाषा पनि एकपटक फेरि भनौँ न, श्रोताहरूलाई सजिलो होला। हुन्छ। लेखकले प्रयोग गर्नुभएको वर्गीकरण अनुसार चाहिँ जेन बेटा लगभग 2025 देखि 2039 सम्म, जेन अल्फा लगभग 2013 देखि 2025 सम्म, जेन जी लगभग 1997 देखि 2012 सम्म, जेन वाई मिलेनियल्स लगभग 1981 देखि 1996 सम्म, जेन एक्स लगभग 1965 देखि 1980 सम्म, बेबी बूमर्स लगभग 1946 देखि 1964 सम्म। तर यो बुझ्नुपर्छ कि यो केवल एउटा खाका हो, होइन? हरेक मान्छे त फरक हुन्छन्, तर छलफललाई एउटा ढाँचा दिन र लेखकको आशय बुझ्न यसले मद्दत गर्छ। हो नि, त्यो रेखाभन्दा पनि महत्त्वपूर्ण त सहकार्यको भावना नै भयो। अब यत्रो छलफल गरियो, यसको सार के हो त? यो लेखले दिन खोजेको मूल सन्देशलाई छोटकरीमा कसरी बुझ्ने? मेरो विचारमा यसको सार हो आशा र कर्म। लेखले नेपालको भविष्यप्रति निकै आशा देखाउँछ, तर त्यो आशा त्यत्तिकै कल्पना मात्र होइन। त्यो आशा कर्ममा आधारित छ, त्यो पनि सामूहिक कर्ममा। यसले भन्छ, हामीसँग सबै उमेरका मान्छेहरूको शक्ति छ, ज्ञान छ, अनुभव छ, जोश छ। यदि हामीले यी सबैलाई एक ठाउँमा ल्याउन सक्यौं भने व्यक्तिगत स्वार्थ, आपसी झगडाभन्दा माथि उठेर त्यो निष्काम भावले देशको लागि काम गर्यौं भने जस्तोसुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिन्छ, राष्ट्रिय लक्ष्यमा पुग्न सकिन्छ। यो एक किसिमले आन्तरिक पुनर्जागरणको आह्वान जस्तो लाग्यो मलाई। हो, यो दृष्टिकोणले हामीलाई व्यक्तिगत र सामुदायिक स्तरमा पनि सोच्न लगाउँछ है। घर परिवारमा, अफिसमा, टोल छिमेकमा पनि त फरक फरक पुस्ता सँगै हुन्छन्। त्यहाँ यो सहकार्यको मोडल कतिको काम लाग्ला? एकदमै सान्दर्भिक छ। वास्तवमा राष्ट्रिय स्तरमा यो सफल हुन तल्लो तहबाटै अभ्यास हुनुपर्छ नि। घरमा बाजे बजियाई र नाति नातिना बीच, अफिसमा नयाँ र पुराना कर्मचारी बीच, गाउँ टोलमा युवा र पाकाहरू बीच जब एकअर्काको कुरा सुन्ने, सम्मान गर्ने, सिक्ने वातावरण बन्छ, तब मात्रै माथि पनि त्यसको असर देखिन्छ। यो लेखको सन्देश राष्ट्रिय विकासको लागि मात्रै होइन, एउटा स्वस्थ मिलेको समाज बनाउन पनि उत्तिकै महत्त्वपूर्ण छ। हरेक पुस्ता चाहिन्छ, सबैको योगदान महत्त्वपूर्ण छ भन्ने भावना जगाउनु यसको उद्देश्य देखिन्छ। अब छलफलको अन्त्यतिर आउँदा एउटा प्रश्न मनमा आइरहेको छ। यो लेखको मूल भावसँगै जोडिएको छ, तर सायद त्यसमा सिधै भनेको छैन। लेखले हरेक पुस्ताको खास विशेषता तोक्यो, जस्तै जेनजीको जोश, जेनेक्सको विवेक, बेबी बुमर्सको चिन्तन। यो त भयो उनीहरूको शक्ति। तर के यो सहकार्यलाई अझ बलियो बनाउन मान्छेहरूले आफ्नो पुस्ताको मात्र होइन कि अरू पुस्ताका राम्रा गुणहरू पनि सिक्न र अपनाउन सक्दैनन् होला? यो त अत्यन्तै महत्त्वपूर्ण र गहिरो प्रश्न सोध्नुभयो। मेरो विचारमा लेखकले तोकेको भूमिका एउटा सुरुवात बिन्दु हो, अन्तिम रेखा होइन। यदि जेन जीका युवाले जोशका साथै जेन एक्सको जस्तो विवेक र होस पनि अपनाउन खोजे, अथवा बेबी बुमर्सले आफ्नो अनुभव र चिन्तनसँगै जेन जीको जस्तो नयाँ सृजना, परिवर्तनलाई खुला मनले अँगाल्न सके भने ओहो, त्यो सहकार्य कति शक्तिशाली होला। कल्पना गरौँ त। हो नि, यसले त पुस्ताबीचको त्यो खाडल झन घट्यो होला। जेन वाईले खालि परिश्रम मात्र होइन, बेबी बुमर्सको जस्तो लामो समयको चिन्तन पनि अपनाउन सके। वा जेन एक्सले आफ्नो नीति बनाउँदा जेन अल्फा बेटाको भविष्यलाई केन्द्रमा राख्न सके भने यो त साँच्चै नै एकीकृत प्रयास हुन्थ्यो होला। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। यस्तो अन्तर्पुस्ता गुणहरूको आदान प्रदान र अपनाउने कामले सहकार्यलाई मेकानिकल हुनबाट जोगाउँछ, जीवन्त बनाउँछ। यसले आपसी समझदारी र सम्मानलाई अझ गहिरो बनाउँछ नि। मान्छेहरू आफ्नो पुस्ताको लेभलभन्दा माथि उठेर मानवीय गुणहरू अँगाल्न थाल्छन्। राष्ट्रिय प्रगतिको लागि यस्तो गुणहरूको फ्युजन मतलब मिश्रण हुनु कति महत्त्वपूर्ण हुन सक्छ, यो साँच्चै नै विचार गर्नुपर्ने प्रश्न हो। यसले पाण्डेजीको लेखको त्यो एकीकृत प्रयासको अवधारणालाई अझै माथिल्लो तहमा लान्छ। पक्कै पनि यो एउटा यस्तो विचार हो जसले हामी सबैलाई सोच्न लगाउँछ। हामी आफ्नो पुस्ताको शक्ति कसरी प्रयोग गर्ने अनि सँगसँगै अरू पुस्ताका राम्रा कुराबाट कसरी सिक्ने, यो व्यक्तिगत र सामूहिक दुवै तहमा मनन गर्ने विषय भयो।
हो, र सायद यही निरन्तर सिकाइ र एक अर्काप्रतिको सम्मान नै त्यो स्वच्छ मन, शरीर र आत्माको अभिव्यक्ति हो कि जसको कुरा लेखमा गरिएको छ। त्यसो भए अन्तमा प्रकाश पाण्डेजीको लेखको समापन जस्तै त्यही साझा आकांक्षा र सकारात्मक भावनासहित आजको यो गहिरो विमर्शलाई बिट मारौँ है त। जय देश।